जोजलपा नमस्ते। अहिले मसँग सम्पर्कमा आइसक्नु भएको छ कागेश्वरी मनहरा नगरपालिकाका प्रवक्ता श्री राजाराम पुडाछाइनजी। म उहाँलाई कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। पुडाछाइनजी, कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। हजुर, नमस्कार। यो नेवा एफएमबाट प्रस्तुत हुने कार्यक्रम कोरोना विशेषमा हामी धेरैवटा नगरपालिकाका जानकारीहरू हाम्रा श्रोताहरूलाई दिने गर्छौँ। यसमा आज तपाईँ हामीसँग जोडिनु भएको छ र अहिले कागेश्वरी मनहरा नगरपालिकाको विषयमा भन्नुपर्दा अहिलेको स्थितिहरू के छ यो कोरोना सम्बन्धी? हाम्रो हिजोसम्मको अवस्था भनेको हजुर, हाम्रो नगरपालिकामा संक्रमित संख्या 137 जना पुगेको छ। 137, हजुर 137 जना पुग्नु भएको छ। 137 जनामा हाम्रो करिब तपाईँको 62 जना निको भएर हजुर भइसक्नु भएको अवस्था छ। हजुर, त्यसपछि केही मान्छेहरू होम क्वारेन्टाइनमा रहनु भएको छ। हजुर, केही मान्छेहरू हाम्रो नगरपालिकाको नगर हस्पिटलमा आइसोलेसनमा रहनु भएको छ। हजुर, र केही मान्छेहरू पाटन, हजुर, त्यसपछि टेकु, बलम्बु, सशस्त्र प्रहरीको बलम्बु हजुर लगायतका ठाउँहरूमा चाहिँ उहाँहरू आइसोलेसनमा बस्नु भएको छ। र स्वास्थ्य स्थिति कसैको पनि गम्भीर रहेको अवस्था छैन। हजुर, अहिलेसम्मको अवस्थामा सामान्य अवस्थामा रहनु भएको छ। र हाम्रो नगरपालिकामा संक्रमित मध्ये 1 जनाको मृत्यु भएको छ। 1 जना महिलाको। हजुर, हजुर, करिब उहाँ 55 वर्षको हुनुहुन्थ्यो र उहाँ तिनीहरू हुनुहुन्थ्यो। विशेष गरी उहाँलाई चाहिँ प्रेसर, सुगर लगायतका रोगहरू थियो। उहाँको 1 जनाको डेथ भएको छ। अहिलेसम्मको अवस्था भनेको तपाईँको यो अवस्था हो। र हाम्रो वास्तवमा संक्रमणको दर जुन अहिले नेपाल सरकार यो उपत्यकाका 3टा जिल्ला प्रशासनले जुन निषेधाज्ञा जारी भइसकेको पछिको अवस्था भनेको चाहिँ पछिल्लो अवस्थामा हाम्रो संक्रमणको दर चाहिँ अत्यन्त न्यून अवधिमा तल घटिरहेको अवस्था छ। हजुर, साउन 7 गतेबाट भदौको 5 गतेसम्मको जुन रेसियो छ हाम्रो नगरपालिकामा, त्यसपछिको अवस्था भनेको चाहिँ हाम्रो कम अवस्था हो। हजुर, हजुर। यसरी यो अब संक्रमितको सङ्ख्याहरू घटाउन सक्नु तपाईँहरूको ठुलो खुबी हो, तपाईँहरूको क्षमता, तपाईँहरूको लगनशीलता पनि हो। र अहिले भनौँ भने अब उपत्यकामा धेरै नै अहिले यो कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ। विभिन्न नगरपालिकाहरूबाट हामीलाई जानकारी प्राप्त भएअनुसार त्यसमा अब तपाईँहरूले यस्तो किसिमको के कारणले अलिकति कम भएको छ तपाईँको नगरपालिका? हाम्रो उपत्यकाभित्रका नगरपालिकाहरूमा सम्भवतः पहिलो नगरपालिका हो हाम्रो। हामीले सुरुदेखि नै पिसिआर जुन प्रणाली छ त्यो प्रणालीलाई हामीले अवलम्बन गर्यौँ नगरपालिकाको आफ्नै स्रोतबाट। र वास्तवमा जहाँ संक्रमित मान्छेहरू फेला पर्छन् त्यसपछि त्यो मान्छेको उसमा रहेका कन्ट्याक्ट ट्रेसिङमा रहेका मान्छेहरूलाई हामीले पिसिआर गरेर स्वास्थ्य सम्बन्धी सतर्कता अप्नाउनको लागि हामी वास्तवमा विशेष हामीले ध्यान दिइरहेका छौँ। र अहिले पनि समस्या भनेको चाहिँ के हो भने हाम्रो जुन समुदाय छ, हाम्रो नगरपालिकाभित्र बस्नुभएका समुदायहरू छ, ती समुदायमा भन्दा पनि तपाईँको त्यो समुदायमा बाहिरबाट आउनुभएका मान्छेहरूले मान्छेहरूमा चाहिँ संक्रमणको अवस्था देखेको छ। र तपाईँले अहिले जुन कुरा गर्नुभयो किन अरूको राज्यमा चाहिँ तपाईँहरू सफल हुनुभयो भन्ने खालको कुरोको विषयमा, हाम्रो वास्तवमा स्वास्थ्य शाखा, हाम्रो नगरपालिकामा रहेको स्वास्थ्य शाखा अत्यन्त जीवा ढङ्गले क्रियाशील रहेको छ। र हाम्रो निर्वाचित जनप्रतिनिधिहरू आफ्ना वडामा र विशेष गरी नगर प्रमुख र उपप्रमुखहरू सिङ्गो नगरपालिकामा हामी वास्तवमा क्रियाशील छौँ। जहाँ किसिमका समस्याहरू पर्छन् हामी तत्काल हल गर्ने प्रयत्न गरेका छौँ। र अर्को कुरो भनेको नगरवासीहरूले पनि हामीलाई हरेक कुरामा हामीलाई कार्यान्वयन गर्ने सन्दर्भमा हामीलाई साथ दिनुभएको छ। र स्वास्थ्य सम्बन्धी जुन सजगता अप्नाउनको लागि हामीले जुन खालको उहाँहरूलाई अनुरोध गरेका छौँ त्यो अनुरोधलाई उहाँहरूले स्वीकार गर्नुभएको छ। बजारमा केही समस्याहरू भिडभाड अलिकति देखिए तापनि दिउँसो र साँझमा चाहिँ त्यस्तो खालको भिडभाडको अवस्था पनि हामी यहाँ छैन। त्यो भएको कारणले गर्दा हामीलाई नगरपालिकाका नगरवासीहरूले आवश्यक सहयोग गरेको कारणले गर्दा पनि अन्य नगरपालिकाको तालमा हाम्रो नगरपालिका अलिकति सफल भएको हो कि भन्ने मलाई लाग्छ। हजुर, धेरै राम्रो कुरा। अनि यहाँले भन्नुभयो नि बाहिरी जिल्लाबाट आउनुभएको भनेर। बाहिरी जिल्लाबाट त हाम्रो पहिलो पटकको लकडाउन खोलेर अनि बन्द भएर अनि फेरि अर्को पटक लकडाउन हुनुभन्दाको बिचमा जुन अवधि थियो नि त्यतिखेर धेरै मान्छेहरू भित्र आएको भन्ने सुनिन्छ। तर मनहरामा चाहिँ बाहिरी जिल्लाबाट आउने नाकाहरू पर्छन् र? हाम्रो नाका नपरेका पनि हजुर वास्तवमा
गर्ने मान्छेहरू हजुर विशेष गरी वडा नम्बर 7 वडा नम्बर 9 मा बाहिरी जिल्लाका मान्छेहरू नै बढी बसोबास गर्नुहुन्छ। अन्य वडामा कम बसोबास छ बाहिर जिल्लाबाट आउनुभएको होइन। हाम्रो वडा नम्बर 1, 2, 3, 4 सम्म अत्यन्त न्यून छ बाहिर जिल्लाको मान्छेहरूको उपस्थिति। वडा नम्बर 5 देखि वडा नम्बर 9 सम्म चाहिँ बढी छ। त्यसमा पनि 7 र 9 मा चाहिँ बढिरहेको छ होइन। समस्या के हो भने अब को मान्छे कहाँबाट कति बेला आउनुहुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन, जसको कारणले गर्दा अलिकति केही मान्छेहरूको चाहिँ आवश्यक सुरक्षा त्यो स्वास्थ्य सुरक्षा उहाँहरूले नअप्नाइदिनु भएको कारणले गर्दा हामीलाई केही समस्या देखिएको हो। र यो पछिल्लो चरणमा चाहिँ हामीले विशेष गरी तपाईँको हामीसँग रहेका राजनीतिक पार्टीका सबै राजनीतिक पार्टीका संयन्त्रहरूलाई त्यसपछि सहकारी तपाईँको संस्थागत विद्यालय सामूहिक विद्यालय होइन, त्यसपछि त्यहाँबाट टोल सुधार समिति हामी सबै सङ्घ संस्थालाई हामीले आफ्ना वडाका विपद व्यवस्थापन समितिमा हामीले जोड्ने काम गरेका छौँ र सबैलाई हामीले टोल सुधार समितिहरूलाई आफ्ना टोलमा नयाँ मान्छेहरू कसरी आउनुभएको छ, कहिले आउनुभएको छ, उहाँहरूको लगत राख्ने, उहाँहरूलाई चाहिँ नियमित भेटघाट गर्ने, उहाँहरूको स्वास्थ्यसँग कुनै सम्बन्धित समस्या छ कि हेर्ने, यी लगायतका कामहरूमा हामीले टोल सुधार समितिलाई बढीभन्दा बढी परिचालन गरेका छौँ, जसको कारणले गर्दा हामीलाई अलिक सहज भएको छ। धेरै राम्रो। अनि अर्को कुरा के भने अब हजुर जस्तो अब स्वास्थ्य कर्मीहरू, सुरक्षा कर्मीहरू, अब राजनीतिक कर्मीहरू फ्रन्ट लाइनमा गएर सधैँ सम्पर्कमा भइरहेको हुनुहुन्छ। यस्तै क्रममा अब काठमाडौँको महानगरपालिकाका मेयरज्यू भयो, अनि यो नागार्जुनका मेयरज्यू उहाँहरूलाई पनि सङ्क्रमण भएको कुरा सुनिन आएको छ। त्यस विषयमा यहाँले के कति सजगता अपनाएर कस्तो प्रावधान राख्नु भएको छ? अब हामीले पनि यो विषयमा हामी सचेत छौँ। हामी सक्रिय रहँदाको अवस्थामा चाहिँ हामीले वास्तवमा भौतिक दूरीलाई चाहिँ हामीले कायम गरेका छौँ। त्यसपछि तपाईँको मास्कलाई हामी अनिवार्य गरेका छौँ र हामीले नगर कार्यपालिकाको बैठकले नै हाम्रो नगरपालिकामा मास्क नभइकन कसैलाई पनि आवाजावत गर्नको लागि चाहिँ हामीले रोकेका छौँ होइन। मास्क अनिवार्य नै छ घर घर बाहिर निक्लिराखेको अवस्थामा। त्यसपछि सेनिटाइजर प्रयोग गर्नको लागि हामीले अनुरोध गरेका छौँ र हामी पनि स्वास्थ्य सुरक्षालाई हामीले ख्याल गरेका छौँ, जसको कारणले गर्दा अहिलेसम्म हाम्रो कुनै जनप्रतिनिधिको त्यस्तो खालको समस्या देखेको छैन। जनप्रतिनिधिहरूको कुनै पनि जनप्रतिनिधिको घरमा पनि त्यस्तो खालको समस्या देखिएको छैन र हाम्रो केही स्वास्थ्य कर्मीहरूमा सामान्य समस्याहरू देखियो। एकजना स्वास्थ्य कर्मी हाम्रो आइसोलेसनमा रहनुभएको थियो, उहाँ पनि आज डिस्चार्ज भयो हुनुहुन्छ। हाम्रो नगरपालिकाको आफ्नै आइसोलेसन बेड छ। हामीले अहिले नगरपालिकामा 60 वटा आइसोलेसन बेड तयार गरेका छौँ र हामी निकट केही दिनमै हामी 100 वटासम्म पुग्ने लक्ष्य छ र हाम्रो नगर प्रस्तावित नगर हस्पिटललाई कोरोना हस्पिटलको रूपमा हामीले अहिले भनौँ न अब त्यसलाई चाहिँ कायम गरेका छौँ। यो कारणले गर्दा हामी चाहिँ वास्तवमा अलिकति सफलै छौँ कि जस्तो लाग्छ अन्य नगरपालिकाको। हजुर। अनि इनकेस यस्तो त नहोस् भन्ने सोध्छौँ हामी पनि, नहोस् भन्ने कामना गरिरहन्छौँ। तर यो कोरोना अहिले एकदम अहिले समाजमा जुन किसिमबाट फैलिरहेको छ त्योभन्दा पनि भयावह स्थितिबाट फैलिएर धेरै नै सङ्क्रमण बढ्यो भने त्यसको लागि कुनै अलिक पूर्व तयारीहरू केही गर्नुभएको छ? होइन, हामीले पूर्व तयारीहरू गरेका छौँ। हामी सबभन्दा पहिलो कुरो हाम्रो आवश्यक पर्ने कुराहरूको हकमा औषधि लगायतको तपाईँको अक्सिजन होइन हामीसँग सबै कुराहरू छ। त्यसपछि हामीले कोभिडको लागि भनेर नै हामीले छुट्टै एम्बुलेन्सको व्यवस्था गरेका छौँ होइन। त्यसपछि अन्य कुराहरू पनि हामी तयारी अवस्थामा छौँ र हाम्रो नियमित रूपमा हामी 15-20 दिनमा नगर कार्यपालिकाको बैठक राखेर तत्कालीन अवस्थाको समीक्षाहरू गर्दै नयाँ रणनीतिहरू हामी कसरी जानुपर्छ भन्ने कुरामा पनि हामी लागिरहेका छौँ। हामी त्यो ढङ्गले चाहिँ काममा पनि अगाडि बढाइरहेका छौँ। हजुर, धेरै राम्रो। अनि अर्को कुरा पनि म यहाँलाई सोधौँ भने स्वास्थ्य कर्मीहरू छन् नि हाम्रो जुन नगरपालिकामा खटेर काम गर्ने स्वास्थ्य कर्मी र सुरक्षा कर्मीहरू, उनीहरूलाई चाहिँ अब सङ्क्रमण भइहालेको खण्डमा अलिकति हेलाको दृष्टिले हिँड्ने र समाजमा अलिकति घृणा गर्ने अहिले जुन सामाजिक सञ्जालमा देखिन्छ, पढ्न पाइन्छ नि, त्यस्तो किसिमको घटनाहरू केही घटेको छ हाम्रो नगरपालिकामा? त्यस्तो घटनाहरू हामीसँग अहिलेसम्म घटेका छैनन् र केही मान्छेहरूलाई सङ्क्रमित मान्छेहरूलाई होम क्वारेन्टाइन राख्नको लागि अलिकति टोल सुधार समितिमा अलिकति केही सुरुमा केही समस्याहरू देखियो। त्यसपछि उहाँहरूलाई हामीले सम्झाउने काम गऱ्यौँ। अनि घरमा उहाँको गएको खालको चाहिँ होम क्वारेन्टाइन छ भनेदेखि हामीले घरमै उहाँलाई राख्नुपर्छ, बाहिर बस्दा झन् समस्या हुन्छ भनेर हामीले सम्झाएका छौँ। त्यस्तो खालको स्थिति छैन अहिलेसम्म। हजुर। अनि
अनि एउटा कुरा म यहाँलाई के रिक्वेस्ट पनि गर्न चाहन्छु भने अब हाम्रोमा जो सङ्क्रमितहरू जो पहिला थिए उनीहरू पूर्ण रूपमा अब निको भइसकेका छन्। उहाँहरूबाट पनि हाम्रो श्रोताहरूलाई केही अब त्यो रोग कसरी लाग्छ, यसको लक्षणहरू के कसो हुन्छ भनेर जानकारी प्राप्त गर्न सकिन्छ। हामीले नियमित रूपमा त्यस्तो सङ्क्रमित श्रोताहरूलाई पनि यो कार्यक्रममा के अरे प्राथमिकता साथ हामीले जोड्ने गरेका छौँ। त्यस्ता कोही हाम्रो नगरपालिकामा कोही सङ्क्रमित निको भएका सङ्क्रमितहरू हुनुहुन्छ र अरू श्रोताहरूलाई केही जानकारी दिन चाहनुहुन्छ भने यो हाम्रो नेवा एफएममा एकपटक सम्पर्क गर्न लगाइदिनु होला। उहाँबाट पनि हाम्रा श्रोताहरू लगायत तपाईँलाई एउटा नयाँ कुरो चाहिँ मैले जानकारी गराउँछु। हजुर, हामी कहाँमा पहिले सुरुमा सङ्क्रमण भएर निको भएको एकजना बिरामीलाई फेरि देखा परेको छ। फेरि एकजना बिरामी सङ्क्रमित एकजना व्यक्ति हुनुहुन्थ्यो, हजुर, उहाँ निको भएर बस्नु भएको थियो। हजुर, उहाँलाई फेरि केही समस्या देखेर उहाँको चाहिँ पिसिआर टेस्ट गर्दा उहाँलाई पुनः पोजिटिभ देखिएको छ। उहाँ हिजोदेखि आइसोलेसनमा रहनु भएको छ। यो त पहिलो घटना होला है काठमाडौँमा हो? सम्भवतः हाम्रो नगरपालिकाको पहिलो घटना हो। ए हजुर हजुर, ए हजुर। अनि अब जाँदा जाँदै अब म यहाँसँग धेरै जानकारी पाएँ। हाम्रो श्रोताहरू पनि खुसी हुनुभयो होला, सायद यहाँले धेरै जानकारी दिनुभयो र त्यो कागेश्वरी मनोहराका श्रोताहरूलाई पनि जानकारी भयो होला। र जाँदा जाँदै अब कोरोना सम्बन्धी अब बस्नको लागि यसबाट जनताहरू धेरै सङ्क्रमित नहुन् भन्नको लागि हाम्रा श्रोताहरूलाई केही टिप्स दिन सक्नुहुन्छ केही? होइन, मैले सबै यो तपाईँको एफएम रेडियो मार्फत मैले सम्पूर्ण उपत्यकावासीहरूलाई के अनुरोध गर्न चाहन्छु भने अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिक्लिने। घरबाट बाहिर निक्लिनु पर्यो भने अनिवार्य रूपमा मास्क प्रयोग गर्ने, बाहिर हिँड्दाखेरि पनि भौतिक दूरी कायम गर्ने, अनावश्यक भिडभाडमा नजाने होइन। त्यसपछि घरमा नियमित रूपमा साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने होइन। र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले दिएका स्वास्थ्य सम्बन्धी निर्देशनलाई पालना गर्ने र आफ्ना नगरपालिकाहरूले जुन ढङ्गका कामहरू अगाडि बढाएका छन् त्यसलाई चाहिँ सहयोग गर्ने काम गर्यो भनेदेखि अहिले उपत्यकाभित्र बढिरहेको जुन सङ्क्रमण छ त्यो सङ्क्रमण चाहिँ नियन्त्रणमा आउँछ जस्तो मलाई लाग्छ। किनभने संसारमा नियन्त्रण अनुशासनमा स्वास्थ्य सम्बन्धी अनुशासनमा बस्यो भने रोकथाम नहुने कुनै रोग छ जस्तो मलाई लाग्दैन। र सम्पूर्ण नगरवासी सम्पूर्ण उपत्यकाभित्रका नगरवासीहरूलाई म कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट नगर प्रवर्तक राजाराम पुरासेनीको हार्दिक अपील गर्न चाहन्छु। हामी स्वास्थ्य सम्बन्धी सतर्कता हामीले अप्नाउँ, त्यो भएपछि हामी सिङ्गो उपत्यकालाई कोरोना सङ्क्रमणबाट मुक्त गर्न सक्छौँ। धन्यवाद। धन्यवाद पुरासेनीजी। फेरि हामी पछि भविष्यमा पनि कार्यक्रममा जोड्ने आशा गर्दै आज यहाँबाट बिदा माग्छौँ। धन्यवाद। उहाँ हुनुहुन्थ्यो कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुरासेनीजी र उहाँले धेरै जानकारीहरू हामीलाई दिनुभयो। अब हाम्रो सम्पर्कमा आउनुभएको छ ललितपुर नगरपालिकाका प्रवक्ता राजु महर्जनज्यू हुनुहुन्छ। म उहाँलाई यो कार्यक्रममा स्वागत गर्न चाहन्छु। राजु महर्जनज्यू, कार्यक्रममा स्वागत छ। धन्यवाद छ यहाँलाई। यो नेवा एफएम 106.6मा प्रसारण हुने कोरोना विशेष कार्यक्रम लिएर हामी उपस्थित भएका छौँ र यो कार्यक्रममा हजुरलाई निम्ति आएर हजुरसँग कुराकानी गर्न पाउँदा हामीलाई खुसी लागेको छ। अब भन्नुपर्दा अब कोरोनाकै विषयमा कुराकानी गरौँ भनेर। कोरोना अहिले हाम्रो विश्वभरि नै अहिले आतङ्क मचाइरहेको छ। यो स्थितिमा सबै हाम्रा श्रोताहरू, स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरू सजग रहेका छन्, आफ्नो काम गरिरहेका छन्। त्यो गर्दा गर्दै पनि यो सङ्क्रमणको सङ्ख्या बढिरहेको सबैलाई विदितै छ। अब यही कुरा चाहिँ म आज हाम्रो ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनज्यूसँग कुरा गर्ने कोसिस गरेको थिएँ, तर उहाँ कार्य व्यस्तताका कारण उपस्थित हुन सकिएन सम्पर्क गर्न। त्यसैले म राजु महर्जनजी, उहाँ प्रवक्ता हुनुहुन्छ, उहाँसँग सम्पर्क गर्दैछु। राजु महर्जनजी, त्यहाँ अहिले ठ्याक्कै भन्नुपर्दा अहिले हाम्रो यो ललितपुर महानगरपालिकाको कोरोना सम्बन्धीको स्थिति के छ हजुर? अहिले ललितपुर महानगरपालिकामा देशैभरि जुन प्रकारले कोरोनाका महामारी यो जुन पोजिटिभहरू भइरहेको छ, हजुर, त्यसै ललितपुर महानगरपालिकालाई पनि त्यस्तो धेरै प्रभाव पारेको छ। ललितपुर महानगरपालिकामा पनि दैनिक रूपमा सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको अवस्था छ। हजुर, यसमा चाहिँ अब पहिला यो
कोरोना संक्रमण फैलिने अवस्थामा स्थानीय लेभलमा त्यति कोरोना फैलेको थिएन। अहिले आएर यो स्थानीय लेभलमै यो कोरोना संक्रमणहरू बढ्न थालेकोले चाहिँ अलिकति भयावह स्थिति चाहिँ छ। र यसमा चाहिँ अब विशेष गरेर नेपाल सरकार त्यसै गरी चाहिँ यो जुन मिडियाहरूले जुन जनचेतना कार्यक्रमहरू जुन गरिरहेको छ, जनचेतनामूलक चाहिँ सन्देश र प्रवाह गरिरहनु भएको छ। यसले गर्दाखेरि चाहिँ अहिले पहिलाको भन्दा अहिलेको चाहिँ जुन जनसमुदायहरू सचेत धेरै छन्। सचेत भएअनुसार चाहिँ उहाँहरू आफू चाहिँ जुन सोसियल डिस्टेन्स मेन्टेन गर्नुपर्नेदेखि लिएर नेपाल सरकारले भनेका जुन 3वटा जुन मास्क लगाउने, हात समय समयमा हात धुने र भौतिक दूरी कायम गर्ने खालको ती कार्यहरू चाहिँ अहिले भइरहेको अवस्था नै छ। हजुर, अनि अहिलेको स्थितिमा भन्नुपर्दाखेरि त्यहाँको डेटा के छ हजुर? कतिजनाले सङ्क्रमितहरू छन्, कतिजनाहरू उपचारबाट निको भएर गएका छन्, कतिजना आइसोलेसनमा बसिरहेका छन्, यो सम्बन्धी के जानकारी हजुरसँग डेटा छ? अहिले मसँग 19 गतेको रिपोर्ट चाहिँ मसँग छ। अहिले 19 गतेको हिजोसम्मको चाहिँ रिपोर्ट अहिले बनाउँदैछ है। हजुर, 19 गतेको रिपोर्ट अनुसार चाहिँ 500 हालसम्म 594 केसहरू ललितपुर महानगरपालिकाभित्र आइसकेको छ। हजुर, जसमध्येमा यसमा चाहिँ अब स्थानीय वासीहरू चाहिँ स्थानीय वासीहरू महिलाहरू 145, पुरुषहरू 180। त्यसै गरी चाहिँ टेम्पोररी जुन यो भालमा बस्नेहरू बाहिरबाट आएर चाहिँ यहाँ बसोबास गर्नेहरूमा मध्येमा चाहिँ महिलाहरू 128 र पुरुषहरू 151 रहेको छ। यसमा चाहिँ अब अस्ति एकैचोटि धेरै संक्रमण फैलिएको भनेको यो स्थानीय तहमै, स्थानीय लेभलमै बनेको भनेको यो जुन हामीले यो गुला भनेर यो मनमा अगाडि यो गुलामा चाहिँ धेरै हामी पूजा अर्चना गर्छौँ, जसमा चाहिँ अब भजन कीर्तनहरू गर्छौँ। त्यसमा चाहिँ यो भजन कीर्तन गर्दाखेरि धेरै फैलिएको चाहिँ अवस्था चाहिँ छ। यो चाहिँ अब एउटा आस्थाको हिसाबले मान्छेहरूले चाहिँ 1 महिना भजन कीर्तन गरिन्छ। यसमा चाहिँ धेरै फैलिएको चाहिँ हामीले पाएको छ। हजुर, त्यसो भन्नुको अर्थ चाहिँ अब हामीले समाजमा चाहिँ त्यो भिडभाडमा चाहिँ हामीले कमी ल्याउन सकेनौँ भन्ने कुरा त हो नि, होइन? हो, मेन चाहिँ यही हो। यसमा चाहिँ अब विश्वमै अहिले जुन भने अनुसार चाहिँ भिडभाडले गर्दाखेरि एक आपसमा सम्पर्क हुँदाखेरि नै यो फैलिने भन्ने कुरा चाहिँ प्रमाणित भइसकेको छ। हामी ललितपुर महानगरपालिकाभित्र पनि अस्ति जति पनि धेरै यो कोरोना संक्रमणहरू परेको कारण नै यो जुन भिडभाड र सामूहिक रूपमा गरिएका कार्यहरू गर्दाखेरि नै। हजुर, अब यसो भन्नुपर्दाखेरि अब अहिले समाजमै फैलिसकेको स्थितिमा चाहिँ अब योभन्दा पनि भयावह स्थिति नजाओस् भनेर चाहिँ यहाँले के किसिमको कार्यक्रमहरूलाई अगाडि सारेर हिँड्नु भएको छ? अब मुख्यतः यसमा त अब जति पनि कोरोना संक्रमितहरू छन्, अब यो त्यसमध्येमा पनि अब कन्ट्याक्ट ट्रेसिङमा आएका व्यक्तिहरू छन्, उहाँहरूलाई चाहिँ हामीले अलग्गै राख्ने, सुरक्षित हिसाबले राख्ने, त्यो हिसाबले हामीले वडामा त्यो कामहरू भइरहेको छ। त्यसै गरी चाहिँ अब जनचेतना, मुख्यतः जनचेतना नै हो। आफूले नै बुझेर गर्न सक्यो भने यो भाइरसलाई हामीले हराउन सकिन्छ। त्यो हिसाबले चाहिँ अब वडामा जनचेतनाका कार्यक्रमहरू भइरहेछ। हजुर, धेरै राम्रो। अनि अहिले भन्नुपर्दाखेरि अब यो जुन 19 गतेसम्मको डेटा तपाईँले दिनुभयो नि, यो यसमा हाम्रो मृत्यु भएको त छैन नै हाम्रो पाटन नगरमा? मृत्यु भएका सङ्ख्याहरू पनि अब अस्ति हामी कहाँ चाहिँ अस्ति 19 गतेको हिसाबले हामी कहाँ मृत्युहरू हुनेहरू पनि छन्। त्यसको मध्येमा चाहिँ अब वडा नम्बर 1 भयो, त्यसै गरी चाहिँ वडा नम्बर यो 12 भयो। दुई ठाउँमा चाहिँ मृत्यु भएकाहरू भेटिएका छन्। अन्य यो जस्तै ललितपुर महानगरपालिकाभित्र रहेका जुन यो हस्पिटलहरूमा जुन मृत्यु भएका छन् ती व्यक्तिहरू चाहिँ ललितपुर महानगरपालिकाभित्र त नभई बाहिर। तिनीहरू कोरोनाबाटै मृत्यु भएको थियो उहाँहरूको? कोरोना भन्दाखेरि पनि अब उहाँहरूको पहिलादेखि नै होइन, अब त्यसको साथसाथै अब कोरोना उहाँलाई टेस्ट गर्दाखेरि कोरोना पनि देखिएको। हजुर, अनि अब यहाँ अब नगर किर्तिपुर के अरे
ललितपुर महानगरपालिकामा चाहिँ तपाईँको स्वास्थ्य कर्मीहरू छन् नि, स्वास्थ्य कर्मीहरू नर्सहरू भए, डक्टरहरू भए र सुरक्षाकर्मीहरू भए, उहाँहरू चाहिँ नि जहिले पनि फ्रन्ट लाइनमा गएर काम गर्नुपर्ने हुन्छ, प्रत्यक्ष सम्पर्क गर्नुपर्ने हुन्छ रोगीहरूसँग। उहाँहरूलाई रोग लाग्न सक्ने सम्भावना धेरै हुन्छ र रोग त्यो पनि लागिसक्छ। लागे उहाँहरूलाई चाहिँ अब समाजमा अलिकति हेलाको दृष्टिले हेरिन्छ नि है समाजमा। होइन, अहिले अस्ति यो जुन भानेश्वरको जुन केस भयो नि त, नर्सहरूको केसले गर्दाखेरि मान्छेहरू एकदमै सचेत भएको छ है। हजुर हजुर। त्यो केस हेर्दाखेरि एक हिसाबले चाहिँ धेरै नराम्रो यो त्यो चाहिँ केस भएको हो, तर त्यसको चाहिँ जुन रिजल्ट छ धेरै राम्रो आएको छ। त्यसले गर्दा चाहिँ मान्छेहरू सचेत भएको छ। यसरी नर्सहरू जति पनि यो कोरोना सम्बन्धी काम गर्नेहरू आफ्नो ज्यान हातमा राखेर चाहिँ काम गरिरहेछ। यिनीहरू चाहिँ यसरी गर्नुहुन्न भने चाहिँ सचेतना चाहिँ धेरै बढेको छ। तर पनि सचेतना बढे अनुसार चाहिँ जति मात्रामा गर्नुपर्ने हो त्यति चाहिँ देखेन। किन भन्दाखेरि मैले नै आफूले भोगेको अनुसार चाहिँ अहिले आएका सङ्क्रमितहरूमा पनि त्यो जुन हेर्ने दृष्टिकोण चाहिँ अलिकति अझै पनि हेर्ने दृष्टिकोण चाहिँ छ अहिले पनि होइन। कोही अब सङ्क्रमितहरू 14 दिन क्वारेन्टाइन बसेर अब आइसोलेसनमा बसेर बाहिर निस्के पनि उनीहरूसँग चाहिँ अब सँगै नजाने अथवा चाहिँ उहाँलाई चाहिँ हेर्ने दृष्टिकोण चाहिँ अलिकति उहाँसँग चाहिँ घर कुरकुरी दिने त्यस्तो खालको चाहिँ अहिले पनि हामीले आफैले चाहिँ भनिरहेको छौँ। त्यस्तो चाहिँ गर्नु हुँदैन। अब यो सङ्क्रमण भनेको अब सुनासाथ यो आउनासाथ सङ्क्रमण फैलिने होइन। भौतिक दूरी कायम गर्नुपर्छ भन्ने कुरा चाहिँ सबैले चाहिँ अब ध्यानमा राख्नुपर्छ। महानगरपालिकामा पनि अब हामीले चाहिँ जम्मा 5वटा ग्रुप बनाएर चाहिँ सङ्क्रमितहरूलाई चाहिँ जुन टेस्टिङ गर्ने उहाँहरूबाट चाहिँ को व्यक्तिहरू चाहिँ सङ्क्रमित भएको छ, को व्यक्ति चाहिँ कन्ट्याक्ट टेस्टमा आएर सबै डाटा लिने र सुरक्षित ढङ्गमा उहाँलाई चाहिँ राख्ने व्यवस्थाको लागि चाहिँ हामीले चाहिँ अहिले 5वटा ग्रुपलाई चाहिँ खटाइराखेका छौँ। र उहाँ मात्र होइन, अब खतरा भनेको चाहिँ जस्तै अब ललितपुर महानगरपालिकाभित्र चाहिँ जुन यो फोहोर मैला सरसफाइ सम्बन्धी काम गर्नेहरू उहाँहरू पनि दैनिक रूपमै अब अगाडि बढेर काम गरिरहनु भएको छ। उहाँलाई पनि धेरै नै समस्या छ होइन। त्यस कारणले गर्दाखेरि अब सबै आफूले बुझेर यो कोरोना भनेको यो भनेर बुझेर उहाँहरूले चाहिँ अलिकति धैर्यका साथ चाहिँ काम गर्नु भएको। हजुर, धेरै राम्रो। अनि यो भनौँ न अब स्वास्थ्य कर्मीहरू सुरक्षाकर्मीहरूलाई अब केही सुरक्षा भत्ता सम्बन्धी केही नगरपालिकाले उपलब्ध गराएको छ? यसमा चाहिँ हामीले अब यो कोरोना सम्बन्धी जति पनि काम गरेका छन् होइन, तिनीहरूको चाहिँ अब काम हेरेर हामीले अब 75 देखि 100% चाहिँ भत्ता उहाँलाई चाहिँ दिने हिसाबले चाहिँ हामीले काम गरेका छौँ होइन। हिसाबले चाहिँ अघिल्लो चरणमा हामीले त्यो हिसाबले दियौँ र अहिले पनि अब सङ्क्रमित दिन दिन बढिरहेको छ। जसमध्येमा चाहिँ अब स्वास्थ्य कर्मीहरू, त्यसै चाहिँ नगर प्रहरीहरू, त्यसै गरी चाहिँ अब यो सबै शाखामा काम गर्नेहरू दैनिक रूपमा चाहिँ अन्य कर्मचारी नआए पनि उहाँ दैनिक रूपमा आएर आफ्नो कामहरू गरिरहेको अवस्था चाहिँ छ। त्यस कारणले गर्दाखेरि अहिले हाम्रो यो जुन बोर्ड बैठकमा पनि कुराहरू भइरहेको छ, उहाँलाई चाहिँ अन्य सुविधाहरू पनि दिने कुरामा चाहिँ हामी सबै सहमत छौँ। हजुर। अनि कतिपय नगरपालिकामा अब हामीलाई जानकारी प्राप्त भएअनुसार आइसोलेसनमा बस्नेहरूलाई एकमुष्ट पैसा दिएको भनौँ न 4,000 5,000 कति एकमुष्ट पैसा दिएको पनि देखिन आएको छ र कसैले आफ्नो अब खाना सम्बन्धी व्यवस्था गरिदिने यस्तो किसिमको छुट्टै किसिमको व्यवस्था गरिएको छ। यो सम्बन्धी के गरिएको छ हजुर? अब नगरपालिकाले चाहिँ गरेर हुन्छ, तर हामीले चाहिँ के गरिरहेको छौँ भन्दाखेरि अब आइसोलेसनको व्यवस्थापन हामीले गरिरहेका छौँ। त्यसै गरी चाहिँ क्वारेन्टाइनको चाहिँ व्यवस्थापन गरिरहेका छौँ होइन। अब यसको लागि चाहिँ हामीले अब जति पनि यो स्टाफ कलेजमा राखिएका आइसोलेसनमा राखिएका जति पनि सङ्क्रमितहरू छन् ती सबैलाई चाहिँ ललितपुर महानगरपालिकाले खानाको व्यवस्थापन भइरहेको छ। त्यहाँ बस्तीको व्यवस्थापन भइहाल्यो। त्यो बाहेक पनि अब हामीले चाहिँ अब यो महिलाहरूको लागि भनेर चाहिँ सुनागुटीमा हामीले आइसोलेसन वार्ड बनाएका छौँ। हामीले अब त्यहाँ बस्नको लागि चाहिँ आवश्यक पर्ने सम्पूर्ण कुराहरू हामीले चाहिँ व्यवस्थापन भइरहेको छ। र अहिले चाहिँ समस्या के आइरहेको छ भन्दाखेरि अब जुन घरमा चाहिँ एउटा मात्र कोठा लिएर बसेकाहरू हुन्छन्, त्यहाँ चाहिँ अब एउटै कोठामा 4-5 जना बसेका हुन्छन् र एकजना व्यक्तिलाई कोरोना सङ्क्रमित भएको त्यो जुन रिपोर्ट आउन साथ अन्य 3-4 जना जुन सँगै बसेका छन् उनीहरूलाई चाहिँ समस्या आएको छ। अहिले उनीहरूलाई चाहिँ अब क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ। अब त्यो घरपतिले चाहिँ उहाँलाई चाहिँ अलिक व्यवहार चाहिँ राम्रो गर्नु सकेको चाहिँ राम्रै हुन्छ। तर धेरै चाहिँ के आइरहेको छ भन्दाखेरि अब त्यो जुन सङ्क्रमितलाई चाहिँ हामीले आइसोलेसनमा पठाउँदाखेरि
त्यो जुन बाँकी रहेका 3 जना व्यक्तिहरूलाई चाहिँ क्वारेन्टाइनमा राख्ने घरमा राख्न सकिरहेको अवस्था छैन। उहाँहरूलाई चाहिँ अब घर परिले तत्कालै चाहिँ तपाईँहरूले चाहिँ जाँचेर रिपोर्ट लिएर आउनुपर्छ भनेर चाहिँ हामीले पनि सर्छ भन्ने चाहिँ एउटा चाप चाहिँ रहेको छ। त्यसको लागि चाहिँ अब हामीले चाहिँ अलिकति गाह्रो भइरहेको छ। उहाँहरूलाई चाहिँ क्वारेन्टाइनमा राख्नुको लागि चाहिँ धेरै सङ्ख्यामा आइरहेको छ। त्यसबाट चाहिँ अब ओडाले चाहिँ अब ओडाले व्यवस्थापन गरेको र अन्य चाहिँ घर परिवारलाई सम्झाइ बुझाइ चाहिँ राखिरहेको चाहिँ अवस्था छ। ए हजुर, त्यही त अब कोरोना भन्ने जानी आफैले सार्छु भनेर सार्ने होइन, जसलाई पनि सर्न सक्छ यो रोगमा। अब सबैजना मिलेर समाजमा बराबर हैसियत राखेर मिलिजुली सबैलाई सहयोग गरेर बस्नुपर्छ भन्ने मेरो मान्यता छ। अनि जाँदै अब राजु महर्जनजी धेरै जानकारीहरू दिनुभयो हाम्रा श्रोताहरूलाई। नगरपालिका ललितपुर महानगरपालिकाको बारेमा पनि धेरै जानकारी दिनुभयो। यसको लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। र केही भन्न अझ चाहनुहुन्छ कि कुनै कुरा छुट्याएँ जस्तो लागेको छ भने एकपटक? मलाई चाहिँ अब भन्न मन लागेको कुरा के छ भन्दाखेरि अब जुन 3वटा जुन यो सङ्क्रमणबाट बस्ने जुन मान्यता छ, जुन भौतिक दूरी कायम गर्ने, समय समयमा चाहिँ हात धुने र बाहिर जाँदाखेरि मास्क लगाउनु, यो 3टा कुरा साँच्चै सबैले ध्यान दिन सक्यो भने साथै नै अब यो कोरोनालाई चाहिँ हराउन सकिन्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक भएकोले त्यसैले ध्यान दिनमा म विशेष अनुरोध गर्छु। हजुर, पक्कै पनि हजुर, धन्यवाद यहाँलाई हाम्रो कार्यक्रममा जोडिनु भयो। भविष्यमा पनि फेरि हामी यहाँसँग सम्पर्क गर्ने कोसिस गर्नेछौँ। जानकारी दिँदै गर्नुहोला। आज धेरै धन्यवाद। शुभ। अहिले हामीसँग फोनमा जोडिनु भएको छ मध्यपुर ठिमी नगरपालिकाका स्वास्थ्य संयोजक श्री भागीरथ अधिकारीजी। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। अधिकारीजी नमस्कार। नमस्कार। हाम्रो यो नेवा एफएममा 106.6मा यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद हजुर। मलाई लाग्छ यहाँ हामी दोस्रोपल्ट कुरा गर्दैछौँ होला नेवा एफएममा। हजुर। अब त्यस पछाडिको स्थितिमा अहिलेको ठ्याक्क भन्नुपर्दा अहिलेको मध्यपुर ठिमी नगरपालिकाको कोरोना सम्बन्धीको अपडेटहरू के कस्तो छ हजुर अहिलेको स्थितिमा? हजुर, अहिले हाम्रो अस्तिबाट अहिले आएर चाहिँ हाम्रो केसहरू चाहिँ एकदम धेरै बढेको अवस्था छ अहिले। हजुर, अहिले हामीसँग टोटल हिजोको मिति छ यो 28 गतेको बेलुका राति को अपडेट छ भने चाहिँ हामी 311 जना चाहिँ 311 जना चाहिँ सङ्क्रमित, 6 जनाको मृत्यु भइसकेको छ भने हजुर हामीलाई 71 जना चाहिँ निको पनि भइसकेका छन्। 311 मध्येबाट 74 जना निको भएका? हजुर, 71 जना। हजुर। र अहिले हामीसँग चाहिँ जम्मा एक्टिभ केस अहिले समुदायमा चाहिँ अरूलाई सार्न सक्ने एक्टिभ केस चाहिँ 234 जना रहेको म हजुरलाई चाहिँ अनुरोध गर्दछु। 234 जना चाहिँ एक्टिभ केस हो? हजुर। 234 हजुर। अनि यसमा आइसोलेसनमा बस्नेहरूको सङ्ख्याहरूलाई थाहा छ? हजुर, हाम्रो होम आइसोलेसनमा पर्ने सङ्ख्या 269 छ। त्यसमध्ये चाहिँ पुरुष र महिला चाहिँ 84 र 85 र 84। अहिले पुरुष 85 जना र महिला 84 जना हुनुहुन्छ। सबैजना होम आइसोलेसन। हाम्रो अधिकारीको स्थितिहरू चाहिँ सिम्टम नभएका हुनुहुन्छ र सिम्टम नभएकाहरू चाहिँ अहिले घरमै हुनुहुन्छ। ए हजुर, सिम्टम नदेखिएको भने मतलब पोजिटिभ नभएको होइन, पोजिटिभ भएको कोरोना चाहिँ देखिएको होइन, पिसिआर पोजिटिभ भएको। तर उहाँहरूमा चाहिँ कुनै लक्षण जस्तै अब यो कोरोनाको कारणले हुने चाहिँ मुख्य चिन्ता चाहिँ खोकी लाग्नु, त्यसपछि गएर ज्वरो आउनु होइन, जस्ता जुन लक्षणहरू चाहिँ नदेखिएका बिरामीहरू चाहिँ अहिले हामीसँग धेरै नै हुनुहुन्छ। तिनीहरू प्रायः घरमै हुनुहुन्छ र उहाँसँग हामी हाम्रो साथीहरूले चाहिँ र हामी पनि कहिले काहीँ चाहिँ रेगुलर सम्पर्कमा छौँ। ए हजुर, लक्षण केही पनि देखिँदैन है? हजुर, छैन, केही पनि छैन। उहाँलाई ज्वरो रुगाखोकी केही छैन। ए अब उहाँको चाहिँ टेस्ट गर्दा चाहिँ पोजिटिभ देखिएको? पोजिटिभ देखियो हजुर। ए त्यो मतलब अनि त्यसो भएपछि अब यो भनौँ न अहिले पहिलेको भन्दा अहिलेको स्थितिमा समाजमै फैलिसकेको देखिया छ हाम्रो यो कोरोना हाम्रो नगरपालिकामा पनि। अब यसको लागि अलिकति एक्टिभ भएर अलिकति
लाग्नु भएको छ कि कस्तो छ अहिलेको स्थिति नगरपालिकाले? हाम्रो यो जुन रोजगार गर्ने जुन मोडालिटी जुन बेला हामी हजुरहरूले योभन्दा अघिल्लो पटक हामी जोडिएका छौँ, मलाई लाग्छ सबैभन्दा अगाडिकै अवस्था हो यो। त्यो बेला आफ्नो सङ्क्रमणको चाहिँ सङ्क्रमितहरू अलिक कमै हुन्थ्यो र जसले गर्दा हामीलाई चाहिँ हाम्रो थोरै म्यान पावर, थोरै रिसोर्स, थोरै सपोर्टले हामी चाहिँ काम गर्न सकिरहेको थियौँ। अहिले हाम्रो चाहिँ यो त्यसको भोल्युम चाहिँ ठुलो भएको छ र यो अवस्थामा चाहिँ हामीले फेरिका सबै स्वास्थ्य संस्थाका साथीहरूलाई हामीले पहिचान गरेका छौँ। एउटा पहिलो कुरा भने, दोस्रो कुरा चाहिँ हामीले प्रत्येक वडामा चाहिँ सिटिसिएफ टिम भन्छौँ हामी, जसले चाहिँ त्यो वडामा भएका चाहिँ शिक्षितहरूलाई फलोअप गर्ने, त्यो उहाँलाई त्यो पिसिआर यहाँको सम्पर्कमा रहेका व्यक्तिहरूलाई पहिचान गर्ने, तिनीहरूको चाहिँ नावली उतार्ने र उहाँलाई त्यो पिसिआर टेस्ट गर्नलाई पठाउने काममा चाहिँ हाम्रो वडाको सिटिको संयोजकत्वमा चाहिँ हाम्रो 3 जनाको एउटा चाहिँ सिटिसिएफ टिम छ, हरेक वडामा छ त्यो। र त्यो वडामा अहिले त्यसरी हामी त्यो मोडालिटीमा वडा वाइज चाहिँ हामी म्यानेजमेन्ट गर्ने मोडालिटीमा हामी गएर अहिले चाहिँ त्यसरी हामी केस म्यानेजमेन्ट गरिरहेका छौँ। धेरै राम्रो है। अब अनि यो भनौँ न, अहिले फ्रन्ट लाइनमा तपाईँहरू जसरी खटिरहनु भएको छ, त्यसै गरी स्वास्थ्य कर्मीहरू खटिरहनु भएको छ, सुरक्षाकर्मीहरू अहिले यस्तो भन्न त हुँदैन, तर यस्तो किसिमको फ्रन्ट लाइनमा खट्नेहरूलाई लाग्छ नै भन्ने त छैन, तर पनि अब त्यहाँ समाजमा चाहिँ अलिकति नराम्रो दृष्टिले हेर्छन् नि, हेला गर्ने किसिमको भावनाले हेर्छन् नि समाजमा है अहिले। त्यस्तो किसिमको के छ नगरमा? हामीले पनि त्यो अलिक हल्का हल्का अनुभव गरेका छौँ। अलिक स्वास्थ्यका काम गर्ने मान्छेले हामी नजिक हुनुहुन्न, हामीसँग कुरा गर्नुहुन्न भन्ने किसिमको फिलिङ छ। त्यो पनि एउटा भौतिक दूरी कायम गर्ने त्यो पनि एउटा माध्यम चाहिँ होला। तर त्यसो भन्दै गर्दा हामीले एक आपसमा चाहिँ अरूलाई हेला गर्ने, लान्छना लगाउने र यस्ता कामहरू चाहिँ हामीले गर्नु हुँदैन। र हामीले त्यो स्वास्थ्यकर्मीले चाहिँ हामीले बुझेका छौँ। हाम्रो चाहिँ शत्रु कोरोना हो, हाम्रो व्यक्ति होइन भन्ने हामीलाई चाहिँ प्रश्नसँग थाहा छ हाम्रो स्वास्थ्यकर्मी साथीहरूलाई। र हामी त्यसरी जानलाई हिचकिचाउँदैनौँ, तर भौतिक दूरी चाहिँ कायम गर्छौँ। तर हाम्रो यो म्यासेज चाहिँ हाम्रो समुदायका हरेक तह तबकासँग चाहिँ अलिकति नबुझेको र यसमा हाम्रो पनि कमजोरी छ, हामीले पनि उहाँहरूलाई बुझाउन नसकेको भन्ने कुरो मैले बुझेको छु। किनकि उहाँ नजान्नु अरूको दोष होइन नि त, बुझाउने त हामी हो नि त। यो बुझाउने हामीबाटै कमजोरी भएको छ, हामीले बुझाउन नसकेको कारणले गर्दा उहाँलाई नबुझ्नु भएको हो भन्ने मेरो ठम्याइ हो। र यसको लागि हामी चाहिँ अब एवेरनेस क्रिएट गर्ने कुरामा पनि अलिकति अगाडि जानुको लागि आजमा त हामीले अर्को एउटा मोडालिटीमा पनि काम गर्दैछौँ, जसको हामीले चाहिँ लागि चाहिँ मार्फत रोग नियन्त्रण मार्फत स्वास्थ्य सेवा विभाग बाट एकजना हामीलाई एक्सपर्ट दिनुभएको छ। त्यो एक्सपर्टले अस्ति पनि यो मोडालिटीमा काम गर्दै हामीलाई सँगै आउनु भएको छ। टेक्निकली चाहिँ कसरी काम गर्छौँ, त्यो काम गर्दा कसरी त्यसलाई चाहिँ डिजाइनिङ गर्ने भन्ने कुरामा चाहिँ हामीलाई सपोर्ट गरिदिइराख्नु भएको छ उहाँले होइन। र अब अहिले आजबाट चाहिँ हामीले फेरि वडा तहमै हाम्रो वडाको सचिव र हाम्रो नगरमा चाहिँ काम गर्ने नगरका सदस्यज्यू महोदयहरू, त्यसपछि स्वास्थ्यकर्मी सबै राखेर चाहिँ हामीले एउटा चाहिँ त्यो कोचिङ गर्ने, अब यो हामी कसरी यो कोरोनालाई जित्न सक्छौँ, त्यो कन्ट्राक्टेसनको महत्त्व के छ। र यो चाहिँ अहिलेको चाहिँ नेपाल सरकारले यो बिरामीको उपचार गर्ने जुन मोडालिटी छ, त्यो मोडालिटीमा बसेर अहिले हामीले काम गर्दाखेरि चाहिँ साँच्चीकै त्यो मोडालिटीलाई फलो गर्न सक्छौँ भनेदेखि चाहिँ हामी त्यसलाई यो युद्धलाई अथवा यो लागिरहेको आगोलाई हामी निभाउन सक्छौँ भन्ने किसिमको कुरो, त्यो म्यासेज लिएर चाहिँ वडा चाहिँ कोचिङ गर्न जाने र त्यो अनुसार चाहिँ हामीले काम गराउनको लागि चाहिँ उहाँहरूसँग सहयोगी हुने गरी हामी चाहिँ जान लागेका छौँ। यो यहाँलाई मैले अनुरोध गर्छु। र अहिलेसम्म हामीले त्यसो भन्ने गर्दा चाहिँ काम नगरेको भन्ने पटक्कै होइन, तर के छ भने हाम्रो यो काम गर्ने यो तौर तरिकामा चाहिँ हामीले के ग्यापहरू छ, एक दुईवटा ग्यापहरू चाहिँ हामीले देखेका छौँ। जस्तै पहिलो ग्याप चाहिँ के छ भन्नुलाई भने हामीले आइडेन्टिफाई गरेका ग्यापहरू मध्येको पहिलो ग्याप के छ भने अब हाम्रो जुन स्वास्थ्य भनेको निदान्त विज्ञानसँग रिलेटेड वस्तु हो। सार रूपमा भन्नु पर्दाखेरि हामीलाई चाहिँ विश्व स्वास्थ्य सङ्गठन अथवा स्वास्थ्यका वैज्ञानिकहरूले चाहिँ कोरोना यो यस्तो सर्च यो यस्तो हुन्छ यो अन्तिममा चाहिँ यसरी हुन्छ भन्ने कुराहरू हामीलाई जुन कुरो हामीलाई चाहिँ सिकाउनु हुन्छ त्यसैले हामी ट्रस्ट गर्छौँ, किनकि त्यो चाहिँ ओल्ड रूपमा एक्सेप्टेड कुरा हुन्छ, हामी त्यसैलाई फलो गर्छौँ। र यता गर्दा हामीले के देखाएको छौँ त्यो पनि फलो गर्नलाई चाहिँ समुदायलाई पनि गाह्रो भइरहेको छ। मैले हजुरलाई चाहिँ के अनुरोध गर्छु भने कसरी गाह्रो भइरहेको छ भनेर भने चाहिँ उदाहरणको लागि चाहिँ कोरोना नजिकै हावाबाट पनि सर्छ भन्ने एउटा चाहिँ मान्छेको धारणा अझै पनि देखियो। त्यसो गएर जस्तै म सङ्क्रमित भएँ, मेरो सम्पर्कमा आएको कोही साथी हुन्छ भने ऊ हतालले अब अझ साथी पनि हुने
र भोलिपल्टै उहाँ चाहिँ यसो चाहिँ अब भन्न त स्वास्थ्यकर्मीले भन्नुभयो हुन्छ 5 दिनपछि मात्रै तपाईँलाई पिसिआर गर्दाखेरि पोजिटिभ आउने सम्भावना हुन्छ, नत्र भनेदेखि भोलि अब नेगेटिभ आउन सक्छ, नेगेटिभ आएपछि तपाईँ फेरि पोजिटिभ आउनु सक्नुहुन्छ, पोजिटिभ आए पनि यसको लक्षण नदेखिन सक्छ, जसले गर्दा तपाईँले सार्ने काम चाहिँ समुदायमा चाहिँ भइरहन्छ, यो काम गर्नु हुँदैन है भनेर चाहिँ हामीले जुन कुरा सिकाइराखेका छौँ त्यो कुरालाई चाहिँ एकदम चाहिँ स्ट्रिक्टली फलो नभएको र मान्छे अतालिएर टेस्ट गर्नु गएको र म नेगेटिभ आएँ भनेर चाहिँ नाचेर पछि गयो एउटा चाहिँ चिउडा पनि हामीले त्यो ग्याप पनि देखेका छौँ अहिलेको समयमा, जसले गर्दाखेरि नियन्त्रण गर्नलाई अलिकति हामीलाई चाहिँ कठिन भएको हो कि यो पनि एउटा समस्या हो भन्ने चाहिँ मैले बुझेको छु। हो पक्कै पनि। अहिले भर्खरै हामीले यो कागेश्वरी मनहराका प्रवक्ताज्यूसँग नि कुरा गरेका थियौँ। उहाँ त्यहाँ कागेश्वरी मनहरामा पनि के भएछ भने एकजना सङ्क्रमित पोजिटिभ भयो, उहाँलाई अब त्यस पछाडि निको भयो अनि नेगेटिभ आएपछि घर जानुभयो, तर त्यसको कति दिन पछाडि फेरि पोजिटिभ देखिएछ उहाँलाई। यसरी दोहोरिने सम्भावना पनि पर्याप्त रहेको छ यसमा। त्यो भएर तपाईँले फ्रन्टलाइनमा काम गर्दाखेरि त्यो पनि जानकारी गराइदिनु होला स्रोत के अरे नगरवासीहरूलाई। र अर्को एउटा कुरा म यहाँलाई के सोध्न चाहन्छु भने जसरी आइसोलेसनमा क्वारेन्टाइनमा राख्नुहुन्छ नि मानिसहरू यताउता, अब घर भएकाहरूलाई त तपाईँहरू होम क्वारेन्टाइनमै राख्नुहुन्छ नि होइन? आफ्नो घरमै छुट्टै टोयलेट व्यवस्था गरेर क्वारेन्टाइनको कुरा चाहिँ अहिले चाहिँ होममै छ सबै टोटलै, र इभन आइसोलेसन पनि हामीले लक्षण लिएको बेला घरमै राख्ने कुरा धेरै राम्रो। अनि यहाँ समस्या चाहिँ के छ भने नि हाम्रो नगरपालिकामा चाहिँ बाहिरबाट आएका जुन डेडामा बस्ने सङ्क्रमितहरू पनि छन् नि है। अनि कस्तो हुन्छ नि एउटै डेडामा बसिरहेको हुन्छ, 4-5 जना मिलेर बसिरहेको हुन्छ, एकजनालाई लाग्यो, एकजनालाई पोजिटिभ देखेपछि त अब त्यो घरबेटीले त त्यो सबैलाई उठेर जा भनिहाल्छन् त्यहाँनिर। अनि उठेर जा भनेपछि उनीहरूले अर्को ठाउँमा कोठा पनि पाउँदैन, बस्ने ठाउँ पनि हुँदैन, उनीहरूलाई धेरै समस्या परे हुन्छ। यस्तो विषयमा केही कुनै किसिमको तपाईँहरूले कुनै भनौँ न यो वडा के अरे घरबेटीहरूलाई सुझाव दिने केही किसिमको कार्यक्रम गर्नुभएको छ? अब यो यस्तो छ, अब यो मेरो विचारमा घरबेटीहरू पनि आफ्नो स्वयंमा गलत हुँदैन भन्ने मेरो ठन्डाइ हो। पोजिटिभ आयो उहाँले घरमा बस्नु भएको मान्छे पोजिटिभ आयो, त्यो पनि एउटा अब चाहिँ कहीँबाट सर्यो आयो, भोलि घरबेटीलाई पनि हुन सक्ला होइन। र सङ्क्रमित एकजना घरमा भएपछि सबै जराउने सबै तर्सिने एकदम स्वाभाविक पनि हो, जसले हामीले अलिकति भनौँ न अलिक फरक ढङ्गले नसोच्दा पनि हुन्छ। तथापि अब हामीले त्यो घरमा त्यो एउटा कोठामा बस्ने मान्छे त्यो आइसोलेसन भएर बस्ने सम्भावना कति छ, उहाँको टोयलेट छुट्टै छ कि छैन, र अरू मान्छेलाई सार्न सक्ने फेसिलिटी कति छ भन्ने कुराहरू चाहिँ यो कोरोना चाहिँ कति मान्छेलाई सर्छ भन्ने कुरा चाहिँ निर्धारण गर्न सक्ने होइन उनीहरूले। अब हामीले चाहिँ तत्काल युक्त चाहिँ थोरै स्पेस भएका टोयलेट छुट्टै नभएका त्यसपछि उहाँलाई चाहिँ भोलि चाहिँ जस्तै पोजिटिभ भएपछि बाहिर निस्किन पाउनु भएन उहाँलाई भन्ने नभएका त्यस्तो समस्या भएका मान्छेहरूलाई चाहिँ हामीले आइसोलेसनमै लगेर राख्नुपर्छ। त्यो नत्र भने चाहिँ हामीले नियन्त्रण गर्ने काममा चाहिँ हामीले एकदम धेरै चुनौतीपूर्ण हजुर धेरै राम्रो। अनि स्वास्थ्य कर्मीहरूलाई पनि अब समाजमा अलिकति नराम्रो हेलाको दृष्टिले हेर्ने, छिटछिटो गर्ने किसिमको व्यवहार पनि हाम्रो समाजमा कतै कतै पाइन्छ। हाम्रो नगरपालिकामा चाहिँ यो स्थिति के छ हजुर? यहाँ पनि अब खाताफुट त्यस्तो छ नभएको होइन, तर हामीले अब एक्ज्याक्टली यस्तो नै भयो अब फलानलाई चाहिँ घरबाट निकाल्यो भन्ने कुरा नभएको भए तापनि त्यो स्वास्थ्य कर्मीलाई यस्तो निकालेकै उनीहरू त मतलब त्यस्तो आएको छैन अहिलेसम्म होइन। हामीले सुनेको मात्रै यस्तो गरेको घरबेटीहरूलाई यस्तो भने यस्तो क्लिन नहो भने यस्तो कुराहरू मात्रै सुन्यौँ, तर ठ्याक्कै निकालेकै भनेको चाहिँ हामीलाई अहिलेसम्म जानकारी आएको छैन। हजुर। अनि सुरक्षा भत्ता सम्बन्धी के छ? सुरक्षा भत्ता हामीले उपलब्ध गराएका छौँ स्वास्थ्य कर्मी सुरक्षा कर्मीहरूलाई। अहिलेसम्म हामीले त्यो चाहिँ गर्न सकिरहेको छैनौँ। अहिलेसम्म हाम्रो अब पहिला पनि एउटा कोरोनाको लकडाउनहरू भयो, त्यसमा पनि एउटा साथीसम्मको कुरा भनौँ न गत आर्थिक वर्षको हाम्रो पनि हामीले त्यो चाहिँ सुविधा चाहिँ अहिलेसम्म लिएका छैनौँ भनौँ, पाएका पनि छैनौँ होइन। साउन्डदेखि पनि अहिले हामीले त्यस्तो दिन केही भएको छैन। अब त्यसको लागि अब नगरपालिकाले केही सोचिरहेको छ कि के गरिरहेको छ, अब त्यो चाहिँ अब हामीले पनि अब खास अब एडमिनिस्ट्रेसनले होइन माथिले निकालेको गर्ने कुरो गर्नाले अब हामी चाहिँ फ्रन्टलाइनमा एकदम खटेर काम गरिरहेको छौँ होइन। र अहिले नगरपालिकाले सुरुवाती अवस्थामा चाहिँ इलेक्सन तयारको रूपमा चाहिँ टेलिफोनलाई रिचार्ज गरिदिएको छ होइन।
हजुर र साथीहरूले चाहिँ कमसेकम बिरामीलाई टेलिफोन गर्नलाई चाहिँ अहिले हामीलाई समस्या छैन। अहिले हामीले चाहिँ टेलिफोन गरिरहेको छौँ सबैलाई, सबै बिरामीसँग। तर समस्या चाहिँ के छ भने हामीले के धेरै चाहिँ दिनौँ अब दिनै अब चाहिँ एउटै मान्छेले 60 70 80 100 कलसम्म फोन गर्नुपर्ने अवस्था छ होइन। अब त्यो भएको हुनाले अलिकति अब हामीलाई कमसेकम एटलिस्ट टेलिफोन रिचार्ज पनि अब कन्टिन्युसन भइराख्यो भनेदेखि चाहिँ हामी फोनमा बसेर काम गर्नलाई चाहिँ अब अहिले हामीलाई चाहिँ अब बाधा नभएको हामीले गरेका छौँ। तर अतिरिक्त यो भत्ता जति भनौँ यो प्रोत्साहन भत्ता जतिहरूलाई चाहिँ अहिलेसम्म चाहिँ अब अलिकति नै भएको मेरो बुझाइमा र मेरो सुनाइमा चाहिँ आएको छ। ए हजुर। अनि यहाँले भन्नुभयो हाम्रो नगरपालिकामा चाहिँ अलिकति लक्षण नदेखिने बिरामीहरू सङ्क्रमितहरू पनि धेरै छन् भनेर। अब त्यो लक्षण नै नदेखेपछि त अब यहाँहरूलाई पनि अब कसरी उपचार गर्ने, कसरी उनीहरूलाई छुट्टै राख्ने किसिमको यो काम गर्न नि धेरै निकै गाह्रो भयो होला नि है? हजुर यो अभियुक्त भयो। अब किनकि कोरोनाको धेरै प्रतिशत अब भन्नु त 80% जतिको हाराहारीमा चाहिँ लक्षण केही देखिँदैन भन्ने छ होइन। 75देखि 60, 75देखि 80% मान्छे रिजा पनि लाग्दैन, जुन खोज्नु त केही छोड्नु रिजा पनि लाग्दैन, धेरै पनि आउँदैन, केही पनि आउँदैन। यो चाहिँ एकदम धेरै सिम्पली नदेखिने खालको समस्या हो। तर यो सिम्पल नदेखिने सबैभन्दा मलाई जाँच्नु लाग्छ खतरा हो हाम्रो समुदायको लागि। लागि चाहिँ यो नै खतरा हो। किनभने ज्वरो हजुर सक्दैन अहिले नै हो भने त कमसेकम मान्छे यो ज्वरो आएको मान्छे सङ्क्रमित भइसक्छ त्यसलाई टेस्ट गर्नुपर्छ भन्ने हुन्थ्यो होइन। यो खास लक्षण नदेखिएको भयो धेरै केसीहरू हुने भएको हुनाले चाहिँ अब लक्षण नभएका मान्छेले आफूलाई म सङ्क्रमित भन्ने सोचेको पनि हुँदैन। हजुर हो। अनि जसले गर्दा उहाँहरू फ्री हुने गर्दा चाहिँ मै पनि सङ्क्रमित अहिले हुन सक्छु। अब मलाई लक्षण केही थिएन, मैले टेस्टै गराएको थिएँ। अब न मेरो त अरूलाई पारेर आएको थियो होइन। यसले चाहिँ हामीलाई चाहिँ एकदम च्यालेन्जिङ भइरहेको छ। हजुर एकदमै यसै कारणले पनि भयावह स्थिति नआउला भन्न सकिँदैन, यतातिर पनि अलिकति ध्यान दिनुपर्ने हुन्छ। हजुर अब जाँदा जाँदै अधिकारीजी म यहाँसँग अब कुनै अब योभन्दा अझ राम्रो टिप्सहरू केही यहाँलाई बताउँ जस्तो लाग्दै पनि मैले नसोधेको जस्तो भएको छ कि केही? म यहाँलाई अरू कुरा मैले सोध्नु बाहेक पनि अरू यहाँलाई कुनै जानकारी दिन मन लागेको विषयवस्तु केही थियो कि? हजुर मलाई चाहिँ के लाग्छ भने अब यो जुन हाम्रो अहिलेको जुन मोडालिटी छ होम आइसोलेसन भन्ने मोडालिटीलाई अलिकति चाहिँ परिवर्तन गर्नुपर्छ भन्ने मेरो मैले पुछेको सुझाव हो। किनभने घरमा चाहिँ सबै त्यो आइसोलेसनको नियमअनुसार चाहिँ हामीले बिरामीहरूलाई राख्न सक्ने अवस्था चाहिँ धेरै घरमा त्यो क्राइटेरिया पुग्दैन होइन। त्यसले गर्दा हामीले चाहिँ आइसोलेसनको व्यवस्था गर्नुपर्छ। हामीले माथिल्लो निकायलाई पनि हाम्रै माथिल्लो तहमा पनि हामीले चाहिँ कुरा गरिसकेका छौँ। अब त्यसको लागि चाहिँ कुराकानी भइरहेको छ भन्ने कुरा मैले मेरो बुझाइमा आएको छ होइन। अनि दोस्रो कुरा चाहिँ अब अलिकति यो निर्देशले चाहिँ व्यक्ति अथवा समूह या संस्थाले यो गरेर यो कोभिड नियन्त्रणको विजयमा हामी विजय प्राप्त गर्नलाई जाने सम्भावना भएको हुनाले त्यसको चाहिँ सबै आम जनसमुदाय त्यसपछि शिक्षक त्यसपछि गएर विभिन्न संस्थामा काम गर्ने व्यक्तित्वहरू होइन राजनीतिक प्रतिनिधि सबैको समान सहभागिता बिना यो हामी यसलाई सक्दैनौँ। त्यो भएर सबैजना चाहिँ यो कार्यमा चाहिँ अगाडि फ्रन्ट लाइनमै आइदिएर आफ्नो अब भौतिक दूरी कायम गर्दै फ्रन्ट लाइनमा आएर चाहिँ एक अर्कालाई सघाउने र त्यो बेलामा पनि सङ्क्रमित भएको घरमा पनि स्वास्थ्यकर्मी या चाहिँ वडा अध्यक्ष अथवा चाहिँ अरू कुनै जो खानपानी बच्चो अहिलेको जुन म्यानेजमेन्टको काम हेरिराख्नु भएको छ उहाँहरू मात्रै यो पनि उहाँहरूको पहुँच नपुगेको हुनसक्छ। त्यसको लागि चाहिँ सबै व्यक्तिले चाहिँ उहाँहरूसँग पहुँच भएर उहाँहरूलाई चाहिँ सहयोग माया ममता गरिदिएर उहाँहरूलाई निको हुने कुरालाई पनि अब भनौँ न चाँडो हुने गरी होइन। हामीले चाहिँ उहाँहरूलाई चाहिँ जति धेरै सहयोग गर्छौँ अब निको पनि चाँडो हुन्छ। उहाँहरूलाई चाहिँ मतलब उहाँहरूलाई चाहिँ म सङ्क्रमित गर्न डर नै लाग्दैन होइन। अब त्यो खालको माया ममता चाहिँ दिएर अब त्यो हामीले यो सङ्क्रमणको दायरालाई चाहिँ मिलिचारमा पार्नको लागि चाहिँ सबैको सहयोग हुनुपर्छ भन्ने दोस्रो कुरा। यो तेस्रो कुरा चाहिँ के हो भन्नुलाई भने मान्छे हताल लिएर यो चाँडै टेस्ट गर्न नगइदिएर कमसेकम त्यो कुनै सङ्क्रमित मान्छे सङ्क्रमण भएको थाहा पाइसकेपछि आफ्नो क्लोज कन्ट्याक्टमा आएको व्यक्ति चाहिँ कमसेकम 5 दिनसम्म चाहिँ आफ्नै घरमा क्वारेन्टिनमा बसिदिएर अरू कसैलाई पनि त्यो आफूले आफ्नो कारणले अरूलाई नसोधोस् भन्ने आशयले
10 दिन 5 दिन पछाडि मात्रै टेस्ट गर्न गइदिनु उनलाई गरिदिनु भयो भनेदेखि चाहिँ हामीले यो नियन्त्रण गर्ने काममा चाहिँ महत्त्वपूर्ण चाहिँ मतलब सफलता हासिल गर्न सक्छौँ। हजुर, धेरै राम्रो। हस् अधिकारीजी, हामी यहाँले धेरै राम्रो जानकारी दिनुभयो हाम्रा श्रोताहरूलाई र यहाँको वडावास नगरपालिकाको बारेमा। नगरवासीहरूले पनि पक्कै पनि यो कार्यक्रम सुनेर कुनै फाइदा लिनुहुनेछ भन्ने हामीले आशा गरेका छौँ र भविष्यमा पनि यहाँसँग हामी फेरि पुनः जोडिने आशा गर्दै आजलाई हामी बिदा माग्छौँ। नमस्ते। थ्याङ्क यू भेरी मच। मलाई पनि म मध्यप्रदेश नगरपालिका स्वास्थ्य शाखा नगरपालिकाको तर्फबाट चाहिँ हार्दिक आभार धन्यवाद। अवसर दिनुभयो, धन्यवाद। हजुर, धन्यवाद। उहाँ हुनुहुन्थ्यो मध्यपुर ठिमी नगरपालिकाका स्वास्थ्य संयोजक श्री भागीरथ अधिकारीजी। यसका साथै अब आजको लागि समय सकिएको जानकारी हामीलाई हाम्रा प्राविधिक सहकर्मी सराहना महर्जनले दिइसक्नु भएको छ र आजको कार्यक्रमबाट म शङ्कर थापा पनि बिदा माग्छु। भोलि फेरि भेटघाट हुँदै नै छ।